नमस्ते साथीहरू, स्टडी लुम च्यानलमा तपाईलाई स्वागत छ। आज चाहिँ म नेपालको इतिहासको गोपालराज वंशावली र महिषपाल वंशको बारेमा भिडियो बनाउन गइरहेको छु। भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेरिदिनु होला। साथै भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर पनि गरिदिनु होला। नेपालको इतिहास। विगतमा घटेका घटनाहरूको व्याख्या गर्नु, विश्लेषण गर्नु र अभिलेखीकरण गर्नुलाई नै इतिहास भनिन्छ। इतिहासलाई युगको आधारमा 1 मा रहेको छ सत्ययुग, 2 मा रहेको छ त्रेतायुग, 3 मा रहेको छ द्वापर युग, 4 मा रहेको छ कलियुग। गरी 4 भागमा विभाजन गरिन्छ। त्यस्तै समयकाल घटनाको आधारमा 1 मा प्राचीन इतिहास, 2 मा मध्यकालीन इतिहास, 3 मा आधुनिक इतिहास। गरी 3 भागमा विभाजन गरिन्छ। अनि इतिहासको पिता भनेर हेरोडोटसलाई चिनिन्छ। नेपालको पहिलो मूर्ति विरूपाक्ष हो। नेपालको पहिलो मन्दिर स्वयम्भूनाथ हो। प्राचीन इतिहास। वंश 1 मा रहेको छ गोपाल वंश, 2 मा रहेको छ महिषपाल आविर वंश, 3 मा किरात वंश, 4 मा सोम वंश, यो चाहिँ वंशको क्रम। अनि 5 मा सूर्यवंशी, 6 मा लिच्छवी वंश। अब कुरा गरौँ गोपालराज वंशावलीको। गाई पालकहरू हुन् गोपालराज वंश चाहिँ। पहिलो राजा भुक्तमान, भूमिगुप्त पनि भनिन्थ्यो। शासन अवधि गोपालराज वंशावली अनुसार 8 पुस्ताले 507 वर्ष 4 महिना शासन गरे। अनि राइटका अनुसार चाहिँ राइट वंशावली अनुसार 8 पुस्ताले 521 वर्ष शासन गरे। 8 पुस्ताका राजाहरूको क्रम: भूमि, जय, धर्म, हर्ष, भीम, मणि, विष्णु, यक्षगुप्त। अन्तिम राजा यक्षगुप्त, जसलाई जितगुप्त पनि भनिन्छ। शासन केन्द्र माता तीर्थ कीर्तिपुरमा। 2 मा रहेको छ महिषपाल। प्रथम राजा बरसिंह, जसलाई भुलसिंह पनि भनिन्छ। दोस्रो राजा जयसिंह। अन्तिम राजा भनेको भुवनसिंह। शासन अवधि गोपालराज वंशावली अनुसार 161 वर्ष 2 महिना शासन गरे र कर्क प्याट्रिक अनुसार 111 वर्ष शासन गरे।